हेलो एभ्रिवान आज धेरै दिनपछि मैले भ्लग स्टार्ट गरेको छु अनि चाहिँ एउटा न्यू अपडेट अनि म 20 डेको लागि भ्लगिङ च्यालेन्ज गर्दैछु 20 डेसम्म मेरो आउँदैछ भ्लगिङ रोज डेली आउँछ एउटा भ्लग अनि आजदेखि चाहिँ म स्टार्ट गर्दैछु धेरै दिनपछि भयो अनि आज चाहिँ थोरै काम छ मेरो यहाँ मेरो साइड लाइट बिग्रेको थियो क्या अनि हिजो किनेको थिएँ मैले अनि यसलाई फिट गर्नु छ अनि फिट गरेर गाडी चाहिँ उता सँगसँगै यहाँ चाहिँ गाडी छ मेरो यसलाई गर्न अहिले साइड लाइट बिग्रेको चाहिँ यो चाहिँ चेन्ज गर्नुपर्ने अहिले मैले चाहिँ माइक्रोफोन ल्याएको थिएँ अनि यो माइक्रोफोन चेक गर्दैछु म अनि हाम्रो दाइ पनि साउन्ड हाम्रो दाइ पनि आज गर्न जान्छ दाइ मेरो भ्लग हो हाइवन हाई गाइस अनि आज हामी जानु चाहन्छौँ हामी अहिले म बाइक बनाएर तपाईँलाई मैले चाहिँ राहुल भाइलाई लिन जाँदैछु होइन त्यसको घर अनि मैले त्यसले भने नि त अनि भाइ हेलो गाइस अनि आज हामी जानको तयारीमा छौँ हामी सो म तपाईको बाहिर जान लाग्छु त्यो दाइ जान्छु होइन धनगढीतिर हाम्रो धनगढीतिर गएर साइड लाइट बनाउँछु अनि फर्स्ट चाहिँ म त्यो लिएर आएर म आफ्नो घर लिएर आउँछु दाइ बङ्गलादेश भिडियो बनाउनु जाने भनेर त्यहाँ एकछिन त्यसको भिडियो सिडियो बनाउनु आएको हेरिदिउँ अनि त्यहाँबाट चाहिँ अनि अगाडि यो लाइट साइड लाइट हाल्नु छ त्यो हालेर चाहिँ अब गर्नु होला अब कहाँबाट यो भित्रबाट सायद यहाँबाट यो भित्रबाट जान्छ हामी घुमाएर टक्कै यहाँबाट पुग्यो अहिले यति टाढा यति मतलब टाढा त छैन यहाँनिर मेरो घरको नजिकै हो त्यसलाई लिन गएर अनि त्यसपछि चाहिँ जानुपर्छ कहाँ छ घरमा घरमै सोध्नु भएको थियो कहाँ भरौँ नै त्यसको कतिलाई घर हुन्छ कतिलाई कहाँ हुन्छ अनि यहाँ चाहिँ फुपू खोलिएको रहेछ नि बाहिर राहुल कहाँ छ राहुल यहाँ चाहिँ फुपू राम्रो हो न अनि कहाँ गयो त्यो मान्छे यार घरमा छ कि नै घरमै छ होला आयो 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 आएर कपडा लगाउँदैछ त्यो अब अहिले भमाथि मलाई तयार भएर बसेको छु भनेर अहिलेसम्म हाँस्नु लाग्यो के हो कपडा लगाएको छैन अहिलेसम्म के हो लाग्यो आज हेर्न पारा ओहो ल ल छिटो उहाँबाट निस्किसक्यो दाइ उता हाम्रो लागि वेट गरिरहेछ उता गरिरहेछ कि हामी अब जाउँ यहाँबाट फास्ट जाँदैछौँ अनि त्यसपछि त्यो खै कहाँ जाने हेर त्यहाँ गएर अनि खै भिडियो हेरिदिनु पर्ला दाइको हल्का क्यामेराम्यान चाहिएको छ क्यामेरा गर्नुपर्ने क्या त्यसको अगाडि कहिले चाहिँ हाम्रो लागि म भाइलाई लिन गएको थिएँ नि त अब त्यहाँबाट लिएर चाहिँ जाँदैछु दाइकोमा अब कल गरेर छिटो आइज भनेर त्यो मलाई अघिदेखि चाहिँ अहिले म पनि जाँदैछु रफ्तार गरेर फास्टमा रफ्तार होइन स्लो गाडी चाहिँ स्लो चलाउनुपर्छ म त फेरि 40-50 भन्दा माथि चलाउँदैन गाडी डर लाग्छ कुदाउन दाइहरू त राइडरहरू कहाँ पुगिहाल्छन् अब दाइहरूलाई कहाँ अगाडि गएछन् सायदहरू अगाडि छन् अझै छिटो आइज भन्नुभएको थियो खै के गर्छन् यहाँबाट चाहिँ हामी गएर तपाईँले सिधै त्यहीँ लोकेसनको भिडियो देखाउँछु होला होइन त्यहाँ गएर सिधै लोकेसनको भिडियो देखाएर अनि तपाईँहरू हेरिदिनु होला पुरै भिडियो चाहिँ अब चाहिँ मेरो डेली आउँछ है ब्लग डेली आउँछ हेरिदिनु होला सब ब्लगहरू माया गरिदिनु होला सेयर पनि गरिदिनु होला सकेसम्म अनि चाहिँ त्यहाँ गरेर चाहिँ यहाँ रहेछ दाइ ठिक छ भेटाइहालेँ उभिया रहेछ अनि हामी यहाँ भिडियो बनाउनु पुगिसकेको छौँ ए अनि हामी यहाँ भिडियो बनाइसकेको छौँ त्यहाँ दाइहरू गर्न लाग्छन् होइन अनि यहाँबाट हामी चाहिँ एकछिन त्यो हाल्न निस्किन्छौँ लाइट हाल्नु उसको अनि त्यहाँबाट चाहिँ अनि अगाडिको देखाउँदै होला तपाईँहरूलाई यहाँ भाइ पनि रिल्सको लागि हो दाइ पनि फेसबुकमा कन्टेन्ट बनाउँछ दाइ नाम के छ फेसबुकमा विश्वकर्मा बिपिन छ यसको दाइको नाम यो ब्लगलाई सक्दो शेयर गरिदिनु होला लाइक गरिदिनु होला सबैजनाले माया गरिदिनु होला है ल दाइले यति भनिसकेपछि गरिदिनु पर्यो है सबैजनाले दाम मिलाइदिएछ अनि अबदेखि चाहिँ म अबदेखि नबोल्न एकछिन
अबदेखि चाहिँ म डेली ब्लग गर्छु है, आउँछ मेरो ब्लग रोज बिहानको 10 बजी आउँछ, त्यसैले हेरिदिनु होला। फाइनली हामी होइन त्यहाँबाट दाइहरूको भिडियो बनाएर हामी यहाँ यता हाम्रो गाउँको पिकनिकमा आएको छौँ। यहाँ सबै छन्, यहाँ जोकरदाल हो, यहाँ पिकनिकमा आएर अनि अझ यहाँबाट चाहिँ हामीले बाइक बनाउनु बाँकी छ अझ, बाइक बनाउनु लागि अब खास गरी हामी यताबाट यता उताबाट यता जान लाग्छौँ अनि अहिले बनाएर तपाईँले गर्नुहुन्छ लगाएर फाइनल हामी यहाँबाट निस्क्यो। चल नि चल जाने कि सो हामी आइसकेका छौँ होइन यहाँ साइड लाइट हाल्नको लागि अनि यहाँ चाहिँ हाल्दैछन् अनि यहाँ साइड लाइट यहाँ छ मेरो योभन्दा अगाडिको साइड लाइट हाम्रो फ्युज भइसकेको थियो क्या यस्तै छ सो हामी अहिले हाल्न आएको छौँ। सो अहिले म फाइनली घर पुगिसकेको छु अनि अब यहीँदेखि भ्लगको एन्ड गरेर अनि अब नेक्स्ट भिडियो चाहिँ हाम्रो भोलि आउँछ 10 बजी बिहान। अबदेखि चाहिँ मेरो रोज डेली भ्लग चाहिँ पोस्ट हुन्छ है। अहिले लागि बाई।